यो क्वेसन चाहिँ पिआइटी थर्ड सेममा सोधिएको क्वेसन नम्बर 1 हो। यसमा चाहिँ कर्भ फिटिङको क्वेसन हो। जुन चाहिँ छ फिट एन एक्सपोनेन्सियल कर्भ टु द फलोइङ डेटा। डेटा हामीसँग दिएको छ एक्स र वाइ र यो एक्सपोनेन्सियल कर्भलाई चाहिँ हामी फिट गर्नु छ। ओके, त हामीसँग थाहा छ द जेनरल इक्वेसन अफ एक्सपोनेन्सियल कर्भ चाहिँ के हुन्छ भने वाइ इक्वल्स टु AEBX। यो चाहिँ हाम्रो जेनरल इक्वेसन अफ एक्सपोनेन्सियल कर्भ भयो होइन। अब चाहिँ यसमा चाहिँ हामीले दुइटै साइड लग लिनुपर्छ। लग बेस 10 अनि बाई डिफल्ट हामी भन्न सक्छौँ। यहाँनिर चाहिँ हाम्रो एउटा ल अफ इन्डिसेस यहाँ एउटा एप्लाई गर्नुपर्ने हुन्छ। यहाँनिर दुईवटा टर्म छ। ओके, दुईवटा टर्म मल्टिप्लिकेसनमा छ र यसको लग छ भने हामीले यसलाई चाहिँ लग ए प्लस लग ई टु द पावर बिएक्स लेख्न सक्छौँ। ओके, यो चाहिँ लगको प्रोपर्टी हो। यहाँनिर चाहिँ हाम्रो कन्टिन्युस यो सेम रहन्छ एज इट इज र यहाँनिर हामी फेरि लगको अर्को प्रोपर्टी युज गर्छौँ, यो सेम छ। अनि यहाँनिर चाहिँ हामी यदि यहाँ पावर छ भने पावरलाई चाहिँ हामी अगाडि कोफिसिएन्टमा ल्याउन सक्छौँ है, लग छ भने। त यु क्यान राइट इट एज बिएक्स अनि लग अनि ई। यो पनि एउटा के हो भने पावर छ भने पावरलाई चाहिँ हामी तल कोफिसिएन्टमा ल्याउन सक्छौँ, यो पनि लगको प्रोपर्टी हो। अब हाम्रो इक्वेसन चाहिँ एउटा यस्तो भइसक्यो होइन। यहाँनिर चाहिँ हामी के गर्छौँ भने एउटा इक्वेसन लेख्छौँ। यो लग वाइलाई हामी के लेख्छौँ, क्यापिटल वाइ। ओके, अनि लग एलाई चाहिँ क्यापिटल ए लेट गरौँ। त्यसपछि यहाँनिर बी लग ई जुन छ त्यसलाई चाहिँ हामी क्यापिटल बी लेट गरौँ। अनि यो एक्स चाहिँ रिमेनिङ एक्स एट इज इट यहाँ चाहिँ लेखौँ। ओके, अनि यहाँनिर हामी लेखिदिउँ पनि त्यसको भ्यालु कुन हो, वेयर log y equals to capital Y, allows log A equals to capital A and log B log E चाहिँ हाम्रो के लेट गरेको छौँ हामीले B capital B। हामी यहाँबाट एउटा नर्मल इक्वेसन हामी के लेख्छौँ भने हामीले यदि यो सल्भ गर्नु छ भने हामीले यसलाई चाहिँ ए र बीको भ्यालु निकाल्नु पर्ने छ। ओके, त यसको भ्यालु निकाल्नको लागि अब यस्तै खालको हाम्रो चाहिँ दुईवटा भेरिएबल छ भने दुईवटा इक्वेसन हामीलाई हुनु पऱ्यो। त्यसरी चाहिँ ए र बीको भ्यालु हाम्रो आउन सक्छ। त्यसको लागि म एउटा नर्मल इक्वेसन के लेख्छु भने सम अफ वाइ इक्वल्स टु के हुन्छ भने यहाँ यदि कोफिसिएन्ट मात्रै छ, यहाँनिर भेरिएबल कुनै पनि छैन भने, यदि यो कन्स्ट्यान्ट भ्यालु हो भने यहाँनिर एन टाइम्स ए आउँछ प्लस यहाँनिर चाहिँ हाम्रो बी अनि सम अफ एक्स आउँछ। यो चाहिँ हाम्रो एउटा इक्वेसन भयो। त्यसपछि यदि यसमा हामी एक्सले मल्टिप्लाई गरौँ, ओके, एक्सले मल्टिप्लाई गऱ्यो भने यस्तो भयो। अनि यो एएन चाहिँ हाम्रो ए टाइम्स सम अफ एक्स भयो एन्ड बी चाहिँ सम अफ बी चाहिँ सम अफ यहाँनिर बी टाइम्स सम अफ एक्स स्क्वायर भयो है। यहाँनिर हामी दुईवटा इक्वेसन फर्म गऱ्यौँ। ओके, अब यहाँनिर चाहिँ हामीलाई सम अफ वाइ, सम अफ वाइ डट एक्सको भ्यालुहरू चाहियो नि, एनको भ्यालु चाहियो,एको भ्यालुहरू पनि चाहियो र सम अफ एक्सको चाहियो भने जुन जुनको भ्यालु हामीलाई रिक्वायर्ड छ त्यसको भ्यालु चाहिँ हामी निकाल्छौँ यहाँबाट। यहाँनिर एनको भ्यालु चाहिँ हाम्रो के हुन्छ भने 4 हुन्छ। यहाँनिर हाम्रो नम्बर अफ डेटा कति छ 1 2 3 4। ओके, त एनको भ्यालु हाम्रो के हुन्छ यहाँनिर 4 हुन्छ। अझै हामीले यहाँनिर के चाहियो भने सम अफ वाइ चाहियो अनि सम अफ स्मल एक्स, सम अफ क्यापिटल वाइ टाइम्स एक्स एन्ड सम अफ एक्स स्क्वायर चाहियो। हामी एक्स र वाइको भ्यालु चाहिँ हाम्रो जुन क्वेसनमा दिएको थियो गिभन त्यो प्लट गर्छौँ यहाँनिर ठ्याक्कै। यहाँनिर फिल गरौँ एक्स र वाइको भ्यालु फ्रम क्वेसन। अब यो वाइ क्यापिटल वाइको भ्यालु चाहिँ के हो भने लग बेस 10 अनि वाइ हो, स्मल वाइ हो। त्यसलाई निकाल्नको लागि हामी क्यालकुलेटर युज गर्छौँ। क्यालकुलेटरमा फर्स्ट अफ के गर्ने भने हाम्रो वाइको भ्यालु क्यापिटल वाइको भ्यालु के हुन्छ लग बेस 10। हामी यहाँ लग बटन प्रेस गर्छौँ, यो चाहिँ बाई डिफल्ट बेस 10 हुन्छ। ओके, अनि वाइको भ्यालु चाहिँ फर्स्टमा के छ त 1 छ नि, 1 क्लिक गर्छु एन्ड यसको भ्यालु निकाल्छौँ, 0 आयो। ओके, विल गिभ इट 0। फेरि अब सेकेन्ड भ्यालु निकाल्ने वाइको भ्यालु के छ 1.8। 1.8 क्लिक गरेर म लग इक्वल टु थिच्छु भने भ्यालु आउँछ 0.255। यसै गरी म अर्को पनि भ्यालु निकाल्छु लग ओके 1.3 को भने यसको भ्यालु आउँछ 0.113 म लेख्छु। ओके, अनि यसको भ्यालु चाहिँ 0.397। ओके हुन्छ।
त्यसै गरी अब एक्स स्क्वायर निकाल्नु पऱ्यो। एक्स स्क्वायर भनेको जस्ट एक्सको यहाँनिर भ्यालु 0को स्क्वायर 1को स्क्वायर 2 टू द 4 9 भयो। त्यसै गरी हामीले चाहिँ अब एक्स डट क्यापिटल वाइ पनि चाहियो। त्यसले मल्टिप्लाई गर्दाखेरि 0 आयो। त्यसपछि 1 इन्टु 0.255 छ भने 0.255 हुन्छ। ओके, त्यसपछि 2 इन्टु 0.113 छ भने 0.226 हुन्छ। 3 इन्टु 0.397 छ भने 0.397 छ भने यहाँनिर हाम्रो आउँछ कि 1.191 आउँछ। ओके, अब यसको चाहिँ अब सम गर्दाखेरि आयो त। सम अफ एक्सको भ्यालु आउँछ कति 6 आउँछ। सम अफ वाइको भ्यालु आउँछ हाम्रो 6.6 अनि हाम्रो सम अफ क्यापिटल वाइको भ्यालु आउँछ 0.765 आउँछ। सब सम गर्दाखेरि चाहिँ यो आएको हो। अनि 0.x स्क्वायर यहाँनिर चाहिँ सम अफ एक्स स्क्वायर भ्यालु कति आउँछ 14 आउँछ। यहाँनिर सम अफ एक्स डट वाइको भ्यालु चाहिँ कति आउँछ 1.672। ओके, हामीसँग सब भ्यालु आइहाल्यो। अब यो भ्यालुलाई हामी हामीले निकालेको इक्वेसनमा अब सब्स्टिट्युट गर्नु पर्यो। नाउ अघिको इक्वेसनमा फर्स्ट इक्वेसनमा भ्यालु पुट गर्दाखेरि के आउँछ त 0.765 इक्वल्स टु 4a प्लस 6b आउँछ। यदि हामीले त्यो इक्वेसन फर्स्ट इक्वेसन पुट्नु भने यहाँनिर सम अफ वाइ इक्वल्स टु एन टाइम्स ए प्लस बी सम अफ एक्स यो थियो नि त। यसमा चाहिँ हामीले सम अफ वाइ भनेको चाहिँ यहाँबाट निकाल्ने भ्याल्यु एन भनेको चाहिँ हाम्रो 4 थियो अघि निकालेको थियौँ। ए को भ्याल्यु जस्ट हामीले क्यालकुलेट गर्नु छ। सो ए इज एज इट इज अनि सम अफ एक्स भनेको चाहिँ 6 हो। ओके, त यसरी हामीले चाहिँ यो इक्वेसन यहाँ सब्स्टिट्युट गर्दाखेरि भ्याल्युहरू त यो इक्वेसन आयो। यसलाई हामी इक्वेसन 1 लेट गर्थ्यौँ। अब अर्को इक्वेसन हाम्रो के थियो भने सम अफ एक्स क्यापिटल वाइ ए टाइम्स सम अफ एक्स प्लस बी टाइम्स सम अफ एक्स स्क्वायर थियो। यहाँनिर पनि भ्याल्युहरू पुट गऱ्यौँ त यहाँनिर के हुन्छ सम अफ एक्स वाइ भनेको यहाँ छ 1.672 छ अनि इक्वल्स टु ए एज इट इज अनि यहाँनिर सम अफ एक्स भनेको 6 हो र ए 6 भन्न सकिन्छ अनि बी भनेको चाहिँ हाम्रो यहाँनिर एज इट इज हुन्छ एक्स स्क्वायर भनेको 14 हो त 14b लेख्न सकिन्छ। यो हाम्रो इक्वेसन 2 भयो। दुईवटा इक्वेसनलाई सल्भ गर्दाखेरि चाहिँ ए र बीको भ्यालु आउने हो। ओके, त यसलाई कसरी सल्भ गर्छौँ भन्दाखेरि इलिमिनेसन मेथडबाट जाउँ। इलिमिनेसन मेथडबाट हाम्रो कसरी इलिमिनेट गर्छौँ भने जस्ट हाम्रो ए को भ्यालु यहाँ 6 छ यहाँ 4 छ नि। त यहाँनिर हामी यदि इक्वेसन 1लाई 3 ले मल्टिप्लाई गरौँ 3 मल्टिप्लाई इक्वेसन 1 एन्ड इक्वेसन 2लाई चाहिँ 2 ले मल्टिप्लाई गरौँ। इक्वेसन 2लाई चाहिँ 2 ले मल्टिप्लाई गरौँ। त्यसपछि यसलाई चाहिँ हामी सबट्र्याक्ट गरिदिने। त्यसपछि हामी के गर्ने इक्वेसन 2बाट माइनस गरिदिने इक्वेसन 1। यति गर्दाखेरि चाहिँ हाम्रो के आउँछ भने फर्स्ट अफ अलमा इक्वेसन रिक्वायर्ड इक्वेसन 2 लेख्छौँ है। त यसलाई हामी 3 ले मल्टिप्लाई गऱ्यौँ भने यहाँ आउँछ 3.344 इक्वल्स टु 12a आउँछ। ओके, 12a आउँछ। त्यसपछि यहाँनिर 14लाई पनि के त 2 ले मल्टिप्लाई गर्नु पऱ्यो। त्यसैले 2 4 जा 8 2 2 जा 4 यो एउटा इक्वेसन 2 भयो। अब इक्वेसन 1लाई यहाँबाट घटाउनु छ नि। त्यसैले हामी यहाँ के गर्छौँ भने इक्वेसन 1लाई फेरि केले मल्टिप्लाई गर्नु छ 3 ले। त 0.765 इन्टु 3 गर्छु भने मेरो आउँछ एन्सर 2.295 अनि यसलाई अझै केले मल्टिप्लाई गर्नु पऱ्यो 2 ले कि 3 ले 3 ले 3 जा 12a आउँछ प्लस यहाँनिर चाहिँ माइनस हुन्छ यहाँ पनि माइनस चेन्ज हुन्छ। ओके, त 6b छ 0.28b हो नि त। 6 इन्टु के हुन्छ हाम्रो 3 6 इन्टु 3 10b 3 6 10 भइहाल्छ बी आइहाल्यो। त्यसपछि यहाँनिर माइनस गर्नु पऱ्यो। यो क्यान्सल हुन्छ। यहाँ माइनस हुँदाखेरि कति आउँछ 3.344 माइनस 2.295 माइनस भएपछि आउँछ 1.049 यतापट्टि माइनस हुन्छ भने आउँछ 1010 भइहाल्यो बी। बीको भ्यालु हाम्रो कति आउँछ त बीको भ्यालु आउँछ डिभाइड बाई 10 1.049 बाई 10 देयरफोर बी इक्वल्स टु कति त डिभाइड बाई 10 प्लस 10 लेभल भने एउटा डिजिट पछाडि जान्छ 491 है। त्यसै गरी फ्रम इक्वेसन 1
को भ्यालु चाहिँ कति आउँछ, बी पुट गर्छौँ भने इक्वेसन 1 यहाँ छ। ए को भ्यालु चाहिँ हाम्रो के आउँछ भन्दाखेरि बी को भ्यालु यदि यो छ, ए को भ्यालु चाहिँ हामी इक्वेसन 1 मा पुट गर्छौँ भने इक्वेसन 1 मा पुट गर्छु भने हाम्रो बी ए को भ्यालु चाहिँ बी को भ्यालु चाहिँ इक्वेसन 1 मा पुट गर्छु भने ए को भ्यालु कति आउँछ, 6 इन्टु बी भनेको कति छ 0.1049 यति भयो। यो चाहिँ मैले 0.765 माइनस एन्सर गर्ने डिभाइड बाई 4 गरिदिने 0.0339 आउँछ। ओके, यो भ्यालु 9 आयो। ए को भ्यालु के थियो त यहाँनिर, ए इक्वल्स टु के थियो त लग ए थियो। अब हामीलाई ए को भ्यालु चाहियो भने एन्टी लग युज गर्ने, एन्टी लग अफ ए द्याट इज ANTILOG एन्टी लग अफ ए को 0.0339। अब यसलाई चाहिँ कसरी क्यालकुलेट गर्ने भने क्यालकुलेटरमा जाने, हामीले लग छ नि, त्यो लग बटनलाई चाहिँ सिफ्ट थिचेर लग थिच्छु भने 10 को पावरमा आउँछ। यो भनेको एन्टी लग हो। एन्टी लग कसको निकाल्नु छ भने 0.0339, यहाँनिर के हाल्ने पावरमा 0.0339। यसको भ्यालु कति आयो त, ए को भ्यालु हाम्रो आयो जस्ट 1.08 लिनु। ओके, सिमिलरली हामीले बी पनि निकाल्नु पर्यो नि त। बो भनेको चाहिँ हाम्रो के हुन्छ भने 0.434 लिए, बी को भ्यालु हाम्रो यहाँ कति 0.1049 हाम्रो बी को भ्यालु आएको छ क्यापिटल बी। स्मल बी को भ्यालु के भइहाल्छ, यसको डिभाइड बाई 0.434, देयरफोर बी इक्वल्स टु 0.24 दिस मच। यसको बी को भ्यालु आयो। त नाउ हाम्रो लास्टमा चाहिँ रिक्वायर्ड इक्वेसन के लेख्न सक्छु भने y इक्वल्स टु ए को भ्यालु कति आएको छ 1.08 अनि ई अनि बी को भ्यालु कति आएको छ हाम्रो 0.24x। सो हामीले चाहिँ एक्सपोनेन्सियल इक्वेसनलाई फिट गर्दाखेरि चाहिँ यो इक्वेसन आउँछ।